हेर्नु न बुढीको थोप्रा। हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ आजको न्यू भिडियोमा। सबैजना एकदम आरामै हुनुहुन्छ होला, हामी पनि एकदमै आरामै छु। हामी चाहिँ आज जस्ट लगाएर चाहिँ घरदेखि पछाडिपट्टि आएको छौँ हामी घुम्नलाई। अनि बुढी एकदमै बिरामी भएर हेर्नु न बुढीको थोप्रा या अनि बिरामी भएको लगत्तै लगभग 1 हप्ता भइसक्यो बुढी। त्यही भएर चाहिँ बुढीको एकदम थोप्रा चाहिँ अलिकति हेर्नु न कमजोर भएर चाहिँ एकदम थोप्रा खराब भएको छ है, देख्न सक्नुहुन्छ। हामी चाहिँ एकदम माइन्ड फ्रेसको लागि चाहिँ घरको पछाडि अलिकति शान्त वातावरण छ, अलिकति हरियाली छ त्यस्तै। अनि देख्न सक्नुहुन्छ यो हरियाली त्यति छैन, लगभग कमै छ हरियाली छ हैन। हामी माइन्ड फ्रेसको लागि चाहिँ आएको थियौँ है। यता घरको पछाडिपट्टि हल्का जङ्गल जस्तो हल्का बारी जस्तो छ। अनि केही भन्न मन छ बुढी? अब हेर्नु न, अब यही त हो गाह्रो, बिरामी भएर उसको त स्वर नै हराएको जस्तो लाग्यो। अब आजकल गर्मी सिजन लाग्यो अनि गर्मीमा कस्तो हुन्छ भने चिसो तातो भएर चाहिँ टाइफाइड भएको रहेछ हैन, टाइफाइड भएको रहेछ बुढीलाई। अनि टाइफाइड लगत्तै 1 हप्ता भइसक्यो। सुई लगाउँदै लगभग 5-6 वटा त सुई लगायो तै पनि सन्च भएन। त्यही भएर पनि हाम्रो नजिकै यता छिन्चु भन्ने साइड गएको आज हस्पिटलमा। फेरि औषधि गरेर चाहिँ भर्खर लगभग 5-6 बजे है अहिले। अनि 5-6 बज्यो भर्खर गाडीमा आएको। यस्तो थोप्रा कबाट च्यान्जो गरेर बसिरहेको अवस्था हेर्नु। बिरामी भनेको यस्तो हुँदो रहेछ, मान्छेलाई एकैछिन घटाइदिँदो रहेछ क्या। पहिला हल्का मोटा जस्तो थियो, बुढी चाहिँ लास्ट कमजोर भएको अवस्था हेर्नु। गाह्रो छ नि हो, हामीलाई गाह्रो छ हेर्नु, गाह्रो छ। अब दिनमा समय मिल्दा पनि भिडियो बनाउन मिल्दैन। यस्तो पोल्छ नि कुरै छोड्ने। यो जुन खाडी मुलुक गए जस्तो हुन्छ क्या, यता लास्टै गर्मी हैन। त्यही हो, हामीले चाहिँ अब विशेष खालको भिडियो चाहिँ बनाइनौँ। हामी चाहिँ आज त्यही माइन्ड फ्रेसको लागि घरको पछाडिपट्टि आएका थियौँ। र त्यहीँ चाहिँ हल्का हामी चाहिँ भिडियो बनाइदिइहालेको। अनि बुढीको पनि माइन्ड फ्रेसको लागि अनि मेरो पनि माइन्ड फ्रेसको लागि हल्का चिसो हावा चलिरहेको छ। अनि घाम पनि बुढिसक्यो यतातिर हैन। ल साथीहरू, भिडियो चाहिँ के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला। अनि लाइक कमेन्ट सब्सक्राइब के छ सबै गरिदिनु होला गाइज। हाम्रो चाहिँ यो नयाँ युट्युब च्यानलमा हामीले चाहिँ लगभग 1-2 हप्ता भएको हो, 1-2 हप्ता भयो लगभग हामीले चाहिँ युट्युब च्यानल खोलेको। ल यो भिडियो अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला। धन्यवाद सबैजनालाई।